मुडा बस कार्यक्रममा स्वागत छ। यहाँ अहिले चुनावी मैदानमा हुनुहुँदो रहेछ। यहाँ कुन पार्टीबाट उम्मेदवार हुनुभएको छ र किन र के कारण? धन्यवाद हजुरलाई। म सुचिया उराउ होइन, म नेपाल समाजवादी पार्टी होइन बाट एउटा सक्रिय उयो भएर अहिले प्रगतिशील लोकतान्त्रिक पार्टी जुन हाम्रो जनार्दन शर्मा हाम्रो बाबा राईको उसमा एउटा भएर म त्यो पार्टीमा संलग्न भएर अब एउटा तल्लो स्तरको सीमान्तकृत उसमा म मिलिरहेको छु एउटा समानुपातिक उम्मेदवारको रूपमा। जुन अब म भोलि केही गर्छु, मेरो समुदाय अझ पनि यो पार्टी के हो भन्ने कुरा बुझिरहेका छैनन्। म जतिको अरूले पनि बुझ्न पाउनुपर्छ र भोलिका हक हित अधिकारको लागि के गर्नुपर्छ त्यो कुराहरू राज्यसँग चाहिँ लिनु पाउनुपर्छ र हामीलाई अब कुनै पार्टीले त्यस्तो अवसर नदिएको हुनाले गर्दा म अहिले प्रगतिशील प्रलोपा पार्टीमा होइन एउटा 6 नम्बर क्षेत्रबाट मोरङबाट म एउटा उम्मेदवार लिएर समानुपातिकको रूपमा म लडिरहेको छु र घर दैलोमा म जनताहरूसँग हिँडिरहेको छु होइन। अब म धेरै प्रचार प्रसार गर्न सकिरहेको छुइनँ। अब हजुरहरूले मलाई अब कसरी तपाईँहरू पनि हेल्प गरेर एउटा आँखा चुनाव चिन्हमा हजुरले मलाई सपोर्ट गरेर एउटा मत दिई आफ्नो अमूल्य मतलाई खर्च नगरी मलाई चाहिँ सहयोग गरिदिनु हुन म अनुरोध गर्दछु। पार्टीको एजेन्डा के छ? त हुन्छ पार्टीको हाम्रो पार्टीको एजेन्डा भनेपछि प्रत्यक्ष प्रणालीबाटै अब राज्यलाई एउटा निकास दिने वैकल्पिक सबैले समेटेर हाम्रो जुन जेन्जी युवाहरूले पनि अहिले जुन समस्याहरू समाधान गर्नुपर्छ त्यो कुराहरू पनि अब समाधान गर्नुपर्छ। अब जुन पुरानो सत्ता पुरानो सोच जुन छ त्यसलाई हाम्रो सबै त्यो हामीलाई चाहिएन। अब नयाँ सोच नयाँ ढङ्गले एउटा हाम्रो विश्वलाई चिनाउनु पर्ने जुन हाम्रो एउटा यो निकास दिनुपर्ने कुराहरू हुन्छ त्यसमा चाहिँ हामी लाग्नुपर्छ भन्ने कुरामा चाहिँ। अब अहिले पार्टी धेरै पार्टी छन्। भोलि तपाईँले पार्टीको उद्देश्य पुरा गर्नको लागि त बहुमत त चाहियो। यदि बहुमत पुगेन भने संसदमा कस्तो भूमिका निभाएको तपाईँ जानुभयो भने? म जितेर संसदमा पुगिसकेपछि जुन हाम्रो तल्लो स्तरमा जुन अन्यताहरू छ, जुन भ्रष्टाचारहरू छ, भ्रष्टाचार नियन्त्रणको लागि र हाम्रो समुदाय अझ आदिवासी जनजाति दलित मुस्लिम लगायत धेरै तल्लो स्तरको जुन विवादित कुराहरू छन् होइन त्यसलाई क्लियर गर्न चाहन्छु। अब समस्या यो राज्यले निम्ताएको समस्या हो कि समाजले निम्ताएको समस्या? समाजमा समस्याको समाधान भनेपछि एउटा राज्यले निकास नखोजेकै तल्लो स्तरसम्म पुग्न नदिएकै हो। जुन बिचको जुन झोले कार्यकर्ता भन्छन् त्यो झोलेहरूले एउटा तल्लो स्तरकोलाई पैसामा अब उनीहरूलाई दबाउने धेरै कुराहरू उसको नोकर चाकर छन् भने त्यस्तो तरिकाले मेरो नोकर हो तिमीहरू मलाई चाहिँ भोट हाल्नुपर्छ भन्ने उद्देश्यले होइन पैसाको चलखेलमा जुन तल्लो अब उनीहरूलाई एउटा सामाजिक स्तरमा राजनीतिक कुराहरू जानकारी नदिने त्यस्तो खालको चाहिँ भइरहेको छ। त्यसैले उनीहरू समस्या त्यति नै। तपाईँ कि त जानु भने 6 नम्बर क्षेत्रको त आफ्नो ठाउँ भएको हो। जुन संविधानमा भएका त्रुटिहरू के छ तपाईँले आफ्नो महसुस गर्नुभयो? अब संविधानमा त धेरै कुराहरू छ होइन, त्रुटिहरू भएपछि धेरै कुराहरू समावेश भएकै छैन। अब आफ्नो जातीयता स्तरमा पनि भन्दा अब हाम्रो उराउहरू जति पनि छन् नि अब उराउकै धेरै समस्या छ। जति पछि 12 वर्षमा गयो भने उराउ हाम्रो छैन, महत्त्व लेखाउँछन्, बोलीचाली भाषा संस्कृति सबै छ तर त्यसलाई संरक्षण भइरहेको छैन। अब त्यसलाई संरक्षण गर्ने कसले त? अब अरू जातिले गरिदिनु सक्छ। सबै जातिहरूलाई आफ्नो आफ्नो अधिकार दिएर त्यही अनुसारले आफ्नो आफ्नो यसो बाँच्न पाउने अधिकार गर्नैपर्छ, दिनैपर्छ। त्यहाँ समस्या के आयो भने तपाईँको उराउले महत्त्व देखायो होइन। जस्तो तपाईँ पनि उराउ पहिले एउटा होइन अभियन्ता जस्तो हिँड्नुभयो होइन। तपाईँले आफ्नो जातिलाई होइन आफ्नो घरमा त जातमा त देखाउनुपर्छ, अर्कोमा जानु हुँदैन भने तपाईँले यो प्रचार कसरी गर्नुहुन्छ? यो त प्रचार प्रसार म गरिरहेको छु। हिजोदेखि नै म आवाज उठाइरहेको छु। म सदनमा पनि बोल्छु होइन, सडकमा पनि बोलिरहेको छु। भोलिको दिनमा म आवाज उठाउँदै पनि म हारे पनि जिते पनि म लागि परेको छु। किन पार्टीको लागि मेरो आफ्नो समुदायदेखि तल्लो स्तरको मान्छेहरूलाई म माथि उठाउनै पर्छ र राजनीतिक स्तरमा नेताले गरिदियोस्। अन्य पार्टीले पनि मलाई होइन एउटा सीमान्तकृत जनजाति आदिवासी जनजाति
सबै तल्लो स्तरको एउटा पहिला छिन् उसले केही गर्न चाहन्छन् भनेर सोच अन्य पार्टीले पनि मलाई गरिदियो भने पोजिटिभली लिदियो भने मलाई अवश्य अघि अब अन्तिममा 6 नम्बर क्षेत्रका मतदाताहरूलाई तपाईँ के भन्नुहुन्छ? म 6 नम्बर क्षेत्रका सबैलाई के भन्छु भने मलाई सबैले चिन्छन् होइन, चिन्न सबैले चिन्छन्, सबैले भोट हाल्छौँ भन्छन् होइन, हेर्दा भोट हाल्छौँ भन्छन्। अब मनको कुरा मलाई थाहा छैन होइन, त्यो मनको कुरा मैले थाहा पाउँदिनँ जबसम्म म जित्दिनँ, जबसम्म मेरो बहुमतले मलाई मत हाल्दैनन् तबसम्म त्यो मत काउन्ट हुँदैन, तबसम्म म थाहा पाउँदिनँ उहाँहरूले मलाई कतिसम्म के गर्नुहुन्छ। मैले कुनै पार्टी हेरेको छुइनँ, सबैलाई सहयोग गरेको छु होइन, सबै पार्टीको मान्छे मसँग आउँछन्, म सबैलाई सहज बनाएको छु, आफूले जति सक्दो म गर्न सकेको छु म गरिरहेको छु। यसमा